कुल सदर मत मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने घण्टी निर्वाचन चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक दलका उम्मेदवार श्री कृष्णहरि बुढाथोकी प्रतिनिधि सभा सदस्य पदमा विजय भएको घोषणा गर्दछु। जम्मा मतदाता संख्या 1,87,952 मा जम्मा खसेको मत 87,042, सदर मत 81,994, कुल बदर मत 5,048। खसेको मत अनुसारको चाहिँ निर्वाचन परिणाम यस प्रकार रहेको छ। माधव प्रसाद ढुङ्गेल नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी निर्वाचन चिन्ह सूर्य प्राप्त सदर मत संख्या 17,609। रामचन्द्र खड्का नेपाली कांग्रेस निर्वाचन चिन्ह रूप खसेको प्राप्त सदर मत संख्या 16,307। श्याम कुमार श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टी 5 कुने तारा 13,354। कृष्णहरि बुढाथोकी राष्ट्रिय प्रजातन्त्र पार्टी घण्टी कृष्णहरि बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी 24,808। गोरे तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी हलो 543। केशरी श्रेष्ठ नेपाल मजदुर किसान पार्टी मादल 56। अर्जुन बहादुर थापा मगर राष्ट्रिय जनमोर्चा गिलास 161। वीरेन्द्र श्रेष्ठ प्रगतिशील लोकतान्त्रिक पार्टी खुलेको एकल आँखा 115। विनोद घिसिङ मङ्गोल नेसनल अर्गनाइजेसन पोखराको भाले 56। एम बहादुर मोक्तान नेसनल रिपब्लिक नेपाल उडिरहेको माउरी 75। हालबहादुर खपाङ्गी मगर श्रम संस्कृति पार्टी अञ्जुलीमा रहेको माटो 1,336। एमुन बहादुर बस्नेत नेपाल कम्युनिस्ट पार्टी माओवादी बोलो घेराभित्र 2 पात भएको गुलाबको फुल 156। दिपबहादुर योन्जन उज्यालो नेपाल पार्टी बढिरहेको बिजुलीको चिम 7,201। पदम बहादुर तामाङ आम जनता पार्टी मोबाइल 36। अरुण कार्की स्वतन्त्र केबलकार 98। बाबु काजी खड्का स्वतन्त्र कैँची 22। सन्तोष घिमिरे स्वतन्त्र त्रिभुज 61। उपरोक्त मत परिणाम अनुसार कुल सदर मत मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने घण्टी निर्वाचन चिन्ह भएका राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक दलका उम्मेदवार श्री कृष्णहरि बुढाथोकी प्रतिनिधि सभा सदस्य पदमा विजय भएको घोषणा गर्दछु। धेरै धेरै हार्दिक बधाई समेत ज्ञापन गर्दछु।